सरकार हुने सिंहदरबारमा माफियाहरूको ग्याङ यो सरकार होइन। सरकार थियो भने सरकारले राम्रा मान्छेहरू मन पराउनु पर्थ्यो, राम्रा कुरा मन पराउनु पर्थ्यो, राम्रो एजेन्डा सरकारले बोक्नु पर्थ्यो र जनताको पक्षमा सरकार देखिनु पर्थ्यो। सरकार माफियाहरूको पक्षमा देखिन्छ, नराम्रा मान्छेहरूको पक्षमा देखिन्छ, नराम्रा एजेन्डाहरूको पक्षमा देखिन्छ। राम्रा मान्छे योग्य मान्छेहरूलाई कि बलात् निकालिन्छ कि राजीनामा दिन बाध्य बनाइन्छ। अस्ति भर्खरै शिक्षा मन्त्रीले राजीनामा दिनु भनेको राम्रा मान्छेहरूलाई ठाउँ छैन, यहाँ नराम्रा मान्छेहरूलाई ठाउँ छ। सरकार माफियाहरूसँग घुस लिन्छ दानका नाममा, तपाईहरुले पनि खिच्नुभयो होला, त्यो पनि बाजा बजाएर। वाइसेल आजको वाइसेल कस्तो वाइसेल, आजको वाइसेलको काम के हो, आजको वाइसेलले के गर्छ? वाइसेल भनेको लड्ने हो, भिड्ने हो, भाटा चलाउने हो, कारबाही गर्ने हो। वाइसेल भनेको सडकको संगठन मात्रै हो भन्ने ढङ्गले कहिलेकाहीँ प्रश्न उठ्छ। त्यो हिजो जरुरी थियो, एउटा कालखण्डमा वाइसेलको यो भूमिका जरुरी थियो। जति बेला भाटा चलाउनु पर्थ्यो वाइसेल नेपालले भाटा चलायो, जति बेला सङ्घर्ष गर्नु पर्थ्यो वाइसेल नेपालले गर्यो, जति बेला भ्रष्टाचारका विरुद्ध लड्न पर्ने थियो तिनलाई कालोमसो दल्न पर्ने थियो त्यति बेला दल्यो। तर आजको वाइसेल त्यही वाइसेल, आजको वाइसेल हिजोको 64कै वाइसेलको भूमिकामा रहेर यो वाइसेल ले देश राष्ट्र र जनताप्रति समर्पित हुन सक्दैन। छोटोमा आफ्ना धारणाहरू राख्नेछु। खास गरी वाइसेल नेपालको बारेमा एउटा, दोस्रो सरकारको बारेमा, तेस्रो पार्टीको बारेमा र चौथो समसामयिक परिस्थितिका बारेमा म तपाईहरुका बीचमा यो चारवटा बुँदामा आफ्ना धारणाहरू राख्ने अनुमति चाहन्छु। सबभन्दा पहिला वाइसेल नेपालको बारेमा वाइसेलले आगामी ज्येष्ठ 17, 18 र 19मा काठमाडौँको कमलादीमा आफ्नो तेस्रो राष्ट्रिय सम्मेलन आयोजना गरिराखेको छ र वाइसेलका सन्दर्भमा यो सम्मेलन म पत्रकार साथीहरूका बीचमा भव्य सफलताको शुभकामना व्यक्त गर्न चाहन्छु। र वाइसेलका बारेमा आम प्रश्न आम मानिसहरूले उठाउने, तपाईँ पत्रकार साथीहरूले पनि सोध्ने र समाजका विभिन्न बेलामा विभिन्न कालखण्डमा विभिन्न घटनाहरूमा वाइसेलका बारेमा केही प्रश्नहरू छन्। वाइसेल आजको वाइसेल कस्तो वाइसेल, आजको वाइसेलको काम के हो, आजको वाइसेलले के गर्छ भन्ने सन्दर्भमा हामीले थुप्रै ठाउँहरूमा प्रश्नहरूको सामना गर्ने गरेका छौँ। यो सन्दर्भमा म थोरै मत राख्छु। कहिलेकाहीँ हामीमाथि वाइसेल भनेको लड्ने हो, भिड्ने हो, भाटा चलाउने हो, कारबाही गर्ने हो, वाइसेल भनेको सडकको सङ्गठन मात्रै हो भन्ने ढङ्गले कहिलेकाहीँ प्रश्न उठ्छ। त्यो हिजो जरुरी थियो, एउटा कालखण्डमा वाइसेलको यो भूमिका जरुरी थियो। जति बेला भाटा चलाउनु पर्थ्यो वाइसेल नेपालले भाटा चलायो, जति बेला सङ्घर्ष गर्नु पर्थ्यो वाइसेल नेपालले गर्यो, जति बेला भ्रष्टाचारका विरुद्ध लड्न पर्ने थियो तिनलाई कालोमसो दल्न पर्ने थियो त्यति बेला दल्यो। तर आजको वाइसेल त्यही वाइसेल, आजको वाइसेल हिजोको 64कै वाइसेलको भूमिकामा रहेर यो वाइसेल ले देश राष्ट्र र जनताप्रति समर्पित हुन सक्दैन। यस अर्थमा आजको वाइसेल, आजको सापेक्षताको वाइसेल हामीलाई चाहिएको छ। हामीलाई भनेको स्मार्ट वाइसेल चाहिएको छ। कहिलेकाहीँ हामीमाथि के प्रश्न पनि उठ्छ भने खोइ कता हरायो वाइसेल, बाढी आउँदा वाइसेल पुग्छ, भैँचालो आउँदा वाइसेल पुग्छ, पार्टीलाई सङ्कट पर्दा वाइसेल पुग्छ। तपाईँ पत्रकार साथीहरू यहीँ हुनुहुन्छ। अस्ति हामीले गए 15 गते भिरकोटी मण्डपमा एउटा भव्य कार्यक्रम गऱ्यौँ। हाम्रो देशको प्रहरी प्रशासन सम्पूर्ण रूपमा तीन कुनेमा प्रतिगमनकारीहरूलाई कन्ट्रोल गर्नका निमित्त लागि पर्यो। भिरकोटी मण्डपको कार्यक्रमको व्यवस्थापन र सम्पूर्ण जिम्मेवारी वाइसेलले लिएको थियो। त्यसैले आज हामीलाई चाहिएको स्मार्ट वाइसेल हो एकातिर, अर्कोतिर युवा सङ्गठन अथवा युवाहरू राजनीतिकर्मी भन्ने बित्तिकै अथवा युवा सङ्गठनको काम भनेको राजनीति मात्रै गर्ने हो, ढुङ्गामुढा मात्रै हान्ने हो, सडकमा गएर नारा मात्रै लाउने हो, यस्तो बुझाइ कहिलेकाहीँ यताउता हुने गर्छ। युवा सङ्गठन काम यो मात्रै होइन। हाम्रो देशमा बेरोजगारी छ, हाम्रो देशबाट विदेश पलायनको ठुलो सङ्ख्या छ। त्यस अर्थमा उत्पादनको क्षेत्रमा पनि युवा सङ्गठनहरू, राजनीतिक सङ्गठनले काम गर्नुपर्छ भनेर हामी एउटा ग्रेट डिबेट बहसमा जाँदैछौँ। त्यो जेठ
17, 18 र 19 गते हुने राष्ट्रिय सम्मेलनमा यो डिबेटमा वाइसिएल नेपाल जान्छ। पहिलो मैले वाइसिएल नेपालको बारेमा राखेँ। दोस्रो, हाम्रा काम पार्टी नेकपा माओवादी केन्द्र, तपाईँहरूले पनि पत्रकार साथीहरूले पनि कहिलेकाहीँ हामीलाई सोध्नुहुन्छ त्यत्रो ठुलो पार्टी यत्रो किन भयो? हामी पनि यही विषयमा छलफल गरिरहेका छौँ। त्यत्रो ठुलो पार्टी यत्रो किन भयो भन्दाखेरि हाम्रो पार्टीले गम्भीर समीक्षा गर्नुपर्छ, हाम्रो पार्टी जनतामा फर्कनुपर्छ भनेर फर्कन पनि थालेका छौँ र पार्टी निर्माणमा वाइसिएलले योभन्दा बढी भूमिका निर्वाह गर्ने बेला आयो। त्यसैले वाइसिएलले पार्टी निर्माणमा पनि भूमिका निर्वाह गर्छ एकातिर। अर्कोतिर पार्टी आफ्नो समीक्षासहित हामी जहाँ थियौँ, जहाँबाट आयौँ, हाम्रो टेक्ने जमिन जुन हो त्यो जमिनभन्दा त्यो जमिन छोडिसके पछाडि पार्टी यो अवस्थामा छ भनेपछि हामी फर्केर अहिले तराई मधेस अभियान सञ्चालन गरिरहेको छ र त्यहाँ पत्रकार साथीहरूले हेरिराख्नु भएको छ। हामी जनताको बिचमा फर्केका छौँ। दोस्रो, मैले पार्टीको सन्दर्भ राखेँ। तेस्रो, सरकारको बारेमा थोरै। हाम्रो देशमा सरकार छैन। हाम्रो सरकार हुने सिंहदरबारमा माफियाहरूको ग्याङ छ। यो सरकार होइन। सरकार थियो भने सरकारले राम्रा मान्छेहरू मन पराउनु पर्थ्यो, राम्रा कुरा मन पराउनु पर्थ्यो, राम्रो एजेन्डा सरकारले बोक्नु पर्थ्यो र जनताको पक्षमा सरकार देखिन पर्थ्यो। सरकार माफियाहरूको पक्षमा देखिन्छ, नराम्रा मान्छेहरूको पक्षमा देखिन्छ, नराम्रा एजेन्डाहरूको पक्षमा देखिन्छ। राम्रा मान्छे, योग्य मान्छेहरूलाई कि बलात् निकालिन्छ कि राजीनामा दिन बाध्य बनाइन्छ। तपाईँले टियुदेखि तपाईँले शिक्षा मन्त्रालयसम्म हेर्नुभयो भनेदेखि अस्ति भर्खरै शिक्षा मन्त्रीले राजीनामा दिनु भनेको राम्रा मान्छेहरूलाई ठाउँ छैन, यहाँ नराम्रा मान्छेहरूलाई ठाउँ छ। सरकार माफियाहरूसँग घुस लिन्छ दानका नाममा। तपाईँहरूले पनि खिच्नुभयो होला, त्यो पनि बाजा बजाएर दान लिने प्रधानमन्त्री यो सरकार अथवा जनताको प्रधानमन्त्री होइन। त्यस अर्थमा यो देशमा सरकार छैन। यो देशमा ग्याङहरू, माफियाहरू छन्। ती माफियाहरूले सरकारका नाममा सरकारको मुकुण्डोमा यो देश चलाइरहेका छन्। मेरो विचारमा अहिले अर्थतन्त्र पनि अर्थ पनि होइन। मेरो विषय हाइडो हो। हाइडो आइपिओ खोल्ने अनि जलविद्युत चाहिँ नि विधेयक निर्माण गर्ने यी कामहरूमा म संलग्न भएँ र आइपिओ खोल्नु हुँदैन। 20,000 मेगावाट चाहिँ नेपालले धान्न सक्दैन, त्यो बढी हुन्छ, भारतले चाहिँ नकिनिदिनै सक्छ भनेर रिपोर्ट पेश गरेका छौँ मेरो टिमले। आज हामी सरकारलाई गाली गर्न गइरहेका छैनौँ। आज हामी नेपालका राजनीतिक दलहरूलाई पनि गाली गर्न गइरहेका छैनौँ। आज शुद्ध आर्थिक चिरफारको बारेमा हामी छलफल गर्न गइरहेका छौँ। हाम्रो माझमा नेपालका चाहिँ अब्बल अर्थविद, स्वतन्त्र व्यक्तित्व जसले चाहिँ नि नेपाल चाहिँ नि आर्थिक रूपमा सम्पन्न हुनुपर्छ, नेपालका युवाहरू पनि विश्वका युवाहरू जत्तिकै सम्पन्न भएर चाहिँ नि अगाडि बढ्न पाउनुपर्छ। नेपालमा चाहिँ नि सीमित व्यक्तिहरूले चाहिँ नि आर्थिक चाहिँ नि प्रयोग गरे, परिचालन गरे, त्यो उत्पादनमा चाहिँ जान सकेन, जनताहरूलाई चाहिँ नि कमजोर बनाइयो। त्यसकारण चाहिँ नि नेपाली जनताका चाहिँ नि युवाहरूको चाहिँ नि खल्तीमा पैसा जानुपर्छ। युवाहरू नै यो देशका कर्णधार हुन् र युवाहरूले चाह्यो भने जे पनि हुन्छ यो देशमा। त्यसकारण आर्थिक योजना, आर्थिक परिचालनको चाहिँ नि जिम्मेवारी पनि युवाहरूको हातमा हुनुपर्छ भनेर अहोरात्र खट्नुभएका हाम्रा अर्थविद, स्वतन्त्र व्यक्तित्व प्राध्यापक डाक्टर गोपीलाल नेउपाने सर मात्रै हुनुहुन्छ आज हाम्रो वक्ता। उहाँलाई चाहिँ म आसन गर्न चाहेँ। प्राध्यापक डाक्टर गोपीलाल नेउपाने, मैले मेरो छोटो परिचय दिइ नै सकेँ। अब म थोरै धेरै विषयवस्तु नराखिकन हाम्रा आज कार्यक्रमका आकर्षण व्यक्तित्व, हुनहार अर्थविद, स्वतन्त्र विचारक र देशलाई चाहिँ नि युवाहरू नेपाली जनताको हातमा दिनुपर्छ भन्ने व्यक्तित्व हाम्रो सामु आइसक्नु भएको छ। मैले आज सरकारको विरोध गर्न गइरहेको छैन। राजनीतिक दलका नेताहरू जसले यो देश बिगारे उहाँहरूको पनि मैले
विरोध गर्न गइरहेको छैन। उहाँहरूप्रति चाहिँ नि मैले शब्द खर्चेर मैले आफ्नो समय बर्बाद गर्न चाहिरहेको छैन। 50औं लाखका सङ्ख्यामा विदेशमा भएका नेपाली जनताहरूले बुझिसके यी राजनीतिक दलका प्रमुख नेताहरू रहन्जेल यो देश अगाडि बढ्दैन भन्ने कुरो उहाँहरूले बुझिसक्नु भएको छ। त्यसकारण उहाँहरूले देश बनाउनु पर्छ भनेर विदेशमा रहेर पनि यो देश कसरी बनाउन सकिन्छ, उहाँहरूलाई कसरी सत्ताबाट चाहिँ च्युत गर्न सकिन्छ भनेर नेपालमा रहेका हुनहार युवाहरू 50औं लाखका सङ्ख्यामा रहेका युवाहरू लागिरहनु भएको छ। नेपालमा रहेका पनि लाखौँका सङ्ख्याका युवाहरू यो राजनीतिक दलका यो मूल नेतृत्व रहन्जेल यो देश अगाडि बन्दैन। न राजनीति चाहिँ नि ठिक छ, न अर्थतन्त्र ठिक छ, न जलस्रोत ठिक छ, न शिक्षकहरूको ठिक छ, न चाहिँ नि असल मन्त्रीहरूको सुरक्षा छ। यो कुराहरू चाहिँ विदेशमा रहेका नेपाली जनताहरूले बुझिसक्नु भएको छ। अब तपाईहरु पत्रकारहरूले पनि बुझिरहनु भएको छ। त्यसकारण म एउटा कुरा चाहिँ भन्न चाहन्छु, यदि नेपाली जनताले चाह्यो भने 85 मा यी भ्रष्ट नेताहरू सबै जेलमा हुनेछन्। हामीलाई यो जेलको संख्या बढाउनु पर्नेछ। यो कुरा चाहिँ म तपाईहरुको अगाडि राख्न चाहन्छु। त्यसकारण सबै कुरा यो लोकतन्त्र सुन्दर फुलबारी हो। यो सुन्दर 21औं शताब्दीको लोकतन्त्र गणतन्त्र रूपी सुन्दर फुलबारीमा कुनै पनि तन्त्र, कुनै पनि तानाशाहले चाहिँ ठाउँ दिन सक्दैन। व्यवस्था जतिसुकै असल भए पनि यो लोकतन्त्र सुन्दर बगैँचा हो, तर यो सुन्दर बगैँचामा केही बाँदरहरूले चाहिँ नि गुण लाउन दिइरहेका छैनन्। नेपाली जनतालाई पनि गुण लाउन दिइरहेका छैनन्। तर त्यो बाँदर यति बाठो छ, उसले आफ्नो गुण चाहिँ लाइरहेको छ, उसले आफ्नो शक्ति चाहिँ नि बढाइरहेको छ। त्यो शक्ति आत्मघाती हो। त्यही शक्तिले चाहिँ नि उहाँलाई भोलि जेलमा लानेछ। त्यसकारण चाहिँ नि यो आर्थिक पाटो, शैक्षिक पाटो चाहिँ नि नेपाल विकासको लागि चाहिँ सबभन्दा महत्त्वपूर्ण हो। तपाईँ साना कलिला भाइ बहिनीहरू 70 लाखभन्दा बढी चाहिँ नि भाइ बहिनीहरू पढ्न पाइरहेका छैनन्। त्यहाँ चाहिँ अर्थतन्त्रको चाहिँ नि तलब भारहरू खर्च चाहिँ राज्यको भइरहेको छ। प्रत्येक महिना चाहिँ नि 150 अरबभन्दा बढी चाहिँ नि हाम्रो देश चाहिँ नि घाटामा, व्यापार घाटामा गइरहेको छ। तपाईँ गभर्नर जस्तो महत्त्वपूर्ण विषयमा चाहिँ नि देशको अर्थतन्त्रकोमा चाहिँ नि हाम्रा चाहिँ नि रामेश्वर खनाल जो चाहिँ नि पूर्व सचिव हुनुहुन्थ्यो, उहाँले चाहिँ नि उहाँको आयोगले चाहिँ नि एउटा प्रतिवेदन पेश गरेको छ। मैले त्यो प्रतिवेदन सुन्दाखेरि यी कुराहरू समेट्न सकेन कि भन्ने कुरा मलाई लाग्थ्यो। अब के कुरा समेट्न सकेन, त्यो कुरामा के कमजोरी छ, ती सबै कुराहरूको चाहिँ चिरफार गर्नको लागि चाहिँ नि म अब यो देशमा हाम्रा होनहार व्यक्तित्व, नेपाललाई चाहिँ चाहिने स्वतन्त्र विश्लेषक प्राध्यापक डाक्टर गोपीलाल नेउपाने सरलाई चाहिँ नि यो मञ्चमा चाहिँ नि यो देशमा निमन्त्रणा गर्दै यहाँहरूबाट चाहिँ नि म बिदा हुन्छु। हस्त, नमस्ते।